आज हामी तीन दाजुभाइ हाम्रो सर नुवाकोटबाट अनि उहाँ सर बुटवलबाट हामी बेलुकाको समयमा यहाँ चाहिँ यो हजार सिटी धुलीखेलको हजार सिटी एकदम पपुलर ठाउँमा हामी घुम्न आएका छौँ। अब हामी सुरु गर्छौँ है त। के छ साथीहरु, ठिक छ नि? एकदम ठिक छ। ओके, रेडी? ओके, लेट्स मुभ। हामी अब लगभग हजार सिडीको गन्तव्य स्थानमा आइपुग्न लागिसकेका छौँ। धेरै रमाइलो छ, मनमोहक ठाउँ, गोधुली साँझ हुने बेला रहेको छ। ओहो, हाम्रो रविन्द्र सर बडो हाँसिक मजाक थकान पनि भएको छ। हाम्रो श्रीकृष्ण सर, आहा हामी यस चिन्हमा सफल भयौं। नासु कथासँग र नासु लेखेको जान्छ। हो जङ्गलको बिचरा आएर क्लियर हाल्छ नि। साथी भएर डर लाग्दैन होला। हाम्रो मित्रहरूले गुरुप्रसाद मैनालीको यो भिडियो हेरेर पुग्न लागेको जस्तो छ है दाइ। हामी दाइ अमेरिकाबाट नुवाकोटबाट दाइ। Oh, finally we came up top of 1000 city. Oh. Finally we came up 1000 city
1000 steps, top of 1000 steps. And wow, it's beautiful. It's beautiful. Wow, amazing, wonderful. Ha ha ha. Hey, अझै पुगेको छैन. Still we have little steps. राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मानमा धुलिखेल नगरपालिकाबाट नवनिर्मित शालिग अनावरण नेपाली सेनाका प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाज्यू तथा धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार बेन्जु श्रेष्ठबाट संयुक्त रूपमा सुसम्पन्न भयो. आहा ल हेर्नुहोस् है. ओके, कति आनन्द. यहाँबाट तल धुलिखेल र बनिपाका सुन्दर नगरी र यो माथि प्राकृतिक रूपमा अत्यन्तै सुन्दर रमणीय ठाउँमा यो विशाल एउटा प्राकृतिक सम्पदा उभिरहेको हामी देख्न सक्छौं. अत्यन्तै सुन्दर छ. अनि यहाँ एकजना योगी दाई हुनुहुन्छ. I want to take some interview with योगी दाई. दाजु नमस्कार. दाजु प्रणाम. प्रणाम बाबा. हजुर यतै बस्नुहुन्छ? घर कहाँ हो हजुरको? मेरो जन्मस्थान त धेरै टाढा. कता? मेरो त रोल्पा. रोल्पा. ओहो, रोल्पा कुन ठाउँको बाबालाई भन्नुहोस् त हजुर. रोल्पा मेरो श्रीपालको वारिपट्टि. श्रीपालको. कस्तो फिल भइरहेछ साथीहरुले भन्नुहोस्. Very amazing. Amazing. ल भन्नुहोस् सर. पुरै खुट्टा दुसियो यार, थकाइ लाग्यो. यो भिडियो मन परे खण्डमा लाइक, कमेन्ट अनि च्यानललाई सब्स्क्राइब गरेर एकदमै साथ सपोर्ट दिनु होला. धन्यवाद. फेरि अर्को ठाउँ नि घुमाउँछौँ हामी तपाईलाई.